आज पनि यही पारा कहाँ जानुभयो त्यति बेलासम्म अलिकति छिडाउन सक्नुहुन्न सधैँभरि यही पारामा हिँडेर पुग्छ नरिसाउमा भन्छ तल हाडी गाउँको ओठेको बुढी औतारी ब्याउनी छ भनेपछि जान परेन पर्यो नि गाउँमा बोक्ने मान्छे छैन बोक्न त पर्यो नि म गयो म र तल टाउरे भएर स्टेसनमा लिएर गएपछि स्टेसनमा बच्चा पाउँछ कि बच्चा हाम्बल्छ कि भन्ने मलाई पिर पर्छ नि पिर पर्दैन पर्छ त्यसपछि हल्लाउँदै लिएर गएपछि हस्पिटलमा गएपछि बच्चा पाएपछि छोरी भएपछि मैले सोधेँ औतारी तिमी खुसी छैन भन्छ छोरा र छोरी एउटै होइन बेसरी गाली गर्यो बाहिर आयो आमाहरू माइतहरू आमा र घरको आमा काली माया र गोरी माया भएर सोध नातिनी भयो खुसी छ भन छैन भन्छ तिनीहरूलाई नि बेसरी गाली गर्यो त्यसपछि सर्लक्कै निक्लिएर म हस्पिटल बाहिर आयो पुरानो असाध्यै मिल्ने साथी चुडेर भेट भयो ए साथी बस्न भन्यो बस्न परेन पर्यो त्यसपछि यदि सुडी लिएर साथी एउटा सानो सगुन पनि लिउँ भयो साथ दियो अब म खाँदै खान्न